अब हामी दुलधरा पोखरामा नास्ता गरेर सिधै कुपिने दहतर्फ लाग्यौं। बाटो निकै सुन्दर रहेछ। हिँड्दैछौँ हामी सपनाको सडकमा, बाइकको धुनमा, मुटुको तालमा, हिमालको छाया, नदीको माया, नेपालको यो सौन्दर्य अमूल्य छ साँच्चै। यो माटो हो जहाँ बुद्धको जन्मभूमि, सगरमाथाको शिखर आकाश छुँदै, धरतीको माया हावाको चुम्बन, ओइली ओइली यात्रान्तहीन, हर घुम्तीमा नयाँ छ निशाना, नेपालको यो धरती स्वर्ग भन्दा सुन्दर। उद्धताको माया गाउँघरको छन्, पहाडको मुटुमा बस्छ मानिसहरू, साना साना घर, धानको बारी, जीवनको गीत यहाँ सधैँ बज्दै। आँखामा छ यहाँ हरेक रङको माया, जात जाति भाषा संस्कृति एकै ठाउँ, नेपाल यो विविधताको धरोहर। बाटो लामो छ यात्रा अधुरी, तर हरेक पलमा छ मायाको गीत, नेपालको यो टाढो नदी हिमालु हाम्रो मुटुमा बस्छन् सधैँ, ओइली ओइली। सो फाइनली गाइज हामीले चाहिँ कुपेन्ने तालको एन्ट्री गेट प्रवेश गर्यौं। एकैछिन त हामीलाई यो सुन्दरताले मोहित नै गरिदियो। यो हाम्रो लागि सोचे भन्दा कल्पना गरे भन्दा परको सुन्दरता अनि चमक थियो। त्यो निलो ताल सफा स्वच्छ र मन कामुक बनाइदिने त्यो प्राकृतिक अनुपमताको लीला अपरम्पार थियो। सायदै सीमा थिएन हाम्रो खुसीको, हाम्रो आनन्दताको। Suddenly we reacted like, wow, it looked like a Serfuk Sundar and somebody was saying Rara. But to be honestly, I had never seen this type of beauty before, so that it was my first time. And I'm literally obsessed with this beauty, and this palace is like a heaven. It made me crazy. It was a mind-blowing, and I feel like I'm lucky to be there. सो फाइनली हामी चाहिँ कुपिने दह आइपुग्यौँ। तालको किनारमा एउटा सुन्दर मन्दिर अनि ठुलो बगर रहेछ। तालका वरपर विशाल पहाडहरू निकै सुन्दर देखिँदो रहेछ। आउनुहोस् एकैछिन कुपिने दहको कथाबारे चर्चा गरौँ। कुनै बेला कुपिने दह घना बस्ती थियो अरे। एक दिनको कुरा, एकजना जोगी बाबा रातको समयमा बास माग्दै त्यस बस्तीमा आउँदछन् र त्यहाँ रहेका प्रत्येक घरमा एक रातको लागि बास माग्दछन्। तर पनि कसैले उनलाई बास नदिएपछि निराश भएका जोगी बाबा एकजना वृद्ध आमा र एउटा छोरा भएको घरमा पुग्दछन्। त्यस घरमा बास पाए तापनि आफ्नो घरमा खानालाई कुनै अन्न र बस्नको लागि कुनै ओड्न ओछ्याउन नभएकोले समस्या पर्ने बताउँछिन्। अनि पछि ती जोगी बाबाले तिमीहरूले जे खान्छौ त्यही भइपुग्छ भन्ने कुरा दर्शाएपछि नुनको ढेकी र पिनाको रोटी खान दिन्छन् रे। हालका कुपिने दहका पुजारी लालबहादुरका अनुसार ती जोगी बाबाले त्यो नुन र रोटी अहिले भोक छैन बिहान खाउला भनी राखे अरे। अनि राति सुत्नुभन्दा पहिले ती जोगी बाबाले ती आमा छोरालाई भोलिपल्ट बिहानै भाले बास्नुभन्दा पहिले, कुकुर भुक्नुभन्दा पहिले नै यो ठाउँ छोडी माथि गाउँ जानु र पछाडि फर्केर नहेर्नु। यदि हेरिहाल्यो भने पनि नरुनु। म यस ठाउँमा रस्ती बसाउला, बस्ती बसाउला, केही नयाँ काम गरौला भनेर आएको हुँ भनेर भन्छन् रे। भोलिपल्ट हेर्दा उक्त बस्ती त पानीले पुरिएर पुरै दह बनिसकेको थियो अरे। ती जोगी बाबाले बाँच्न पाएकोले रिसाएर आफूले साथमा ल्याएको चिन्नो अर्थात् कमण्डलको पानी पोखी बस्तीलाई जलमग्न बनाएका थिए अरे। उक्त दोभान पश्चात 7 दिन 7 रातसम्म त्यहाँ भाले बाँच्ने, कुकुर भुक्ने, मान्छेहरू कराएको जस्तो आवाज आउने गर्थ्यो अरे। एकपटकको कुरा, गाउँका एकजना बुनुनाथ नाम गरेका व्यक्तिलाई देउता चढेर 7 दिन 7 रातसम्म ओल्पिएपछि अथवा
हराएपछि गाउँका मान्छेहरूले आत्तिएछन् र ती मरिसके भन्ने ठान्दछन्। तर अचम्म 7 दिन 7 रातको समयपछि उनी दह भएर जोगी बाबाको भेषमा आउँछन् अनि बास माग्ने कोही नभई कैलुबरा नामको देउता भएको र यो सबै उनले नै बनाएको जानकारी गराउँछ। तिनी बुनुनाथ मार्फत कैलुबराले भनेछन्, मलाई एउटा सानो झुपडी जस्तो मन्दिर निर्माण गरी ध्वजा बानी मौलो गाडी मेरो पूजा गर्नु, तर मलाई कुनै विशेष प्रकारको खसी बोका वा राँगोको बलि दिनु पर्दैन। सामान्य भेडा कुपिन्डो कुखुरा बलि दिए पुग्छ। अनि सबै गाउँलेहरूले एउटा सानो मन्दिर निर्माण गरी पूजाआजा गर्न थालेका हुन्थे। त्यस बेलादेखि नै कोही छोराछोरी नहुनेले वर माग्ने र मागेको वर प्राप्त भएपछि यहाँ भेडा परेवा भाले कुपिन्डोको बलि चढाउने चलन अहिलेसम्म पनि चलिरहेको छ। सायद कुपिन्दको बलि चलाउने भएकोले पनि यस दहलाई कुपिन्द दह भनेको होला भनेर आकलन गर्न सकिन्छ। अनि अर्को तर्क, उक्त बस्ती दुबान भएको बेलामा धेरै कुपिन्दहरू दहमाथि तैरेका थिए अरे, त्यसैले पनि यो दहलाई कुपिन्द दह भनेर भनेको होला भनेर अनुमान गरिन्छ। कुपिन्दे दहमा तिहारपछिको मङ्सिरे पूर्णिमा र माघे सङ्क्रान्तिको दिनमा लाग्ने ठुलो मेलालाई यहाँ विशेष महत्त्वको साथ हेरिन्छ र टाढा टाढाबाट भक्तालहरू मेलामा भर्न र पूजाआजा गर्न आउने गर्दछन्। कुपिन्द दहका अनेक रोचक तथा रहस्यमय तथ्यहरू रहेका छन्। यस दहले प्राय 2-3 महिनामा एकपटक आफ्नो रङ फेर्ने गर्दछ। यो तालको पानी कहिले निलो, कहिले पेलो, कहिले सुन्तला र कहिले खैरो रङमा परिणत हुने गर्दछ। अनि अर्को रोचक तथ्य, तालको वरपर घना जङ्गल छ, तर पनि यहाँ रुख बिरुवाका कुनै पात पतिङ्गरहरू देखिँदैनन्। स्थानीयहरूको भनाइअनुसार चराले पातहरू टिपेर ताललाई सफा राख्छ अरे। समुद्री सतहबाट 1120 मिटरको उचाइमा रहेको यस दहको गहिराई 35 मिटर, लम्बाइ 834 मिटर र चौडाइ 538 मिटर रहेको छ र 23.53 हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो ताल सल्यानको सदरमुकाम खलङ्गादेखि 25 किलोमिटर पश्चिमतर्फ र राजधानीदेखि 525 किलोमिटरको दूरीमा रहेको छ। मन पर्यो नि लास्टै मन पर्यो नि ल एउटा अझ हेर यहाँ जुत्ता पस्यो कि सबै साथीहरू त्यो प्राकृतिक सुन्दरताले निकै हर्षित देखिन्थे र सबै फोटो खिच्नतिर व्यस्त भएको देखिन्थे। सबैको मनमा एउटा छुट्टै उमङ्गता थियो। रमाइलो टिम छ रमाइलो It was my best traveling destination, so I wanna suggest you guys for Kupind Daha. There were ultimate beauties, natural beauties. Yeah, I definitely suggest you must be there once in your lifetime. कुपिन्द दहको अविस्मरणीय अवलोकन पश्चात अब चाहिँ हामी सल्यान सदरमुकाम खलङ्गातिर लाग्नेछौँ।